वेलकम टु गोर्खे मेला के को रक्सी हो त अर्जुनको भइरहेको छ केटाहरूले गोर्खे मेलाको भाइब छ कालिम्पोङमा यो केसको पर्क रेडी छ यो हेर्नुहोस् है यहाँ मैले मजाको देखेँ एक्स्ट्रा क्या बफको मासु रहेछ है यहाँ माथि सेकेको रक्सी चाहिँ यस्तोमा देखेँ लोकल रक्सी एक पचाउने बफको दामी क्या मिठो खाउ लाग्दो यो चाहिँ के भने यो खुकुरी चाहिँ एक हातले चाहिँ उचाल्नुपर्छ मेरो अगाडि देख्नु हुँदैछ नि के छ के लेखेको छ हेर्नुहोस् त बाङ्गे बजार यो बाङ्गे बजार चाहिँ कहाँ हो भने कालिम्पोङको अहिले चल्दै गरेको गोर्खे मेलामा चाहिँ बाङ्गे बजार भनेर एउटा यहाँभित्र छ है बाङ्गे बजारभित्र चाहिँ के छ यो पालिको गोर्खे मेलाको नयाँ आकर्षण भनौँ है नयाँ ठाउँ चाहिँ बाङ्गे बजार भनेर चाहिँ एउटा यो डल्लै एरिया यहाँदेखि उता यता लामो यो डल्लै छ यो ब्याक साइडमा बाङ्गे बजार छ है मान्छेहरू भित्र जाँदै पस्दै निस्किँदैछ क्या र यो भित्र चाहिँ के छ म तपाईँहरूलाई देखाउँछु ल बाङ्गे बजार चाहिँ के हो एकछिन पर्खिनुहोस् म भित्र पस्दैछु वेलकम टु गोर्खे मेला र आज चाहिँ यो चाहिँ कहाँ हो भने बाङ्गे बजार यो डल्लै देख्नु बाङ्गे बजार है धुवा उड्दै गरेको है टक्कै यहाँ देख्नु होला नि खसीको टाउको है अनि यहाँनिर लोकल पनि पाउँछ होइन लोकल रक्सी है कोदोको भैँसीको खुट्टा है भैँसीको खुट्टा यो पचाउने गुन्द्रुकको अचार है लोकल भाइब मेरो साथीको दोकान है ओके जाँड छान्नु आँटेको जाँडको अलिक जाँड यहाँभित्र हेर्नु जाँड छान्नु आँटेको लु प्योर कोदोको है प्योर कोदोको जाँड ल साथी छान्दै गर यो सब लोकल वाइनहरू है यहाँनिर जति पनि देख्नु लोकल वाइनहरू देख्नु हुँदैछ है यो तपाईँले ओ साथी यो बेच्ने हो यस यो बाल्ने यसमा नै तपाईँको बाल्ने रहेछ है नेपाली ट्रेडिसनलमा तर आज अहिले चलाएको छैन युज गरेको छैन यो चाहिँ के को रक्सी हो त है अर्जुनको यो हेल्थको लागि राम्रो है रक्सी हो मजाले यो लोकल रक्सी होला है लोकल रक्सी हो योहरू पनि डल्लै रक्सी चिम्पिङ गुराँसको रक्सीको पनि भेराइटिज लोकल है तर निगारहरू खाइन्छ मात्ने गर्ने रूपमा चाहिँ खानु भएन ओके रक्सी चाहिँ उहाँले बनाउनु भएको भन्दा चाहिँ नपत्याउनु छैन रक्सी लिएर आउनु भएको उहाँहरूले चाहिँ यो चाहिँ तपाईँको ढुङ्गामा सेकेको सुँगुरको मासु है देख्नु हुँदैछ यहाँनिर मजाले हो ढुङ्गामा सेकेको हो यहाँबाट देखा न आगोको फ्लेमले गर्दा देख्दैन यो ढुङ्गामा सेकेको सुँगुरको मासु दामी क्या यो फेरि तपाईँको ढुङ्गामै सेकेको चिकन हो है उता सुँगुर यता चिकन यता सुँगुर हुँदैछ है डिफ्रेन्ट मजाको दौरामा है मजाको क्या अब गोर्खे भाइजी मान्छेहरू भिडभाड सब के छ म तपाईँहरूलाई देखाउँछु यो पालिको चाहिँ गोर्खे मेलाको चाहिँ नयाँ चाहिँ यो हो क्या बाङ्गे बजार भनेर चाहिँ यो नयाँ स्टार्ट गरेको छ यहाँ मैले मजाको देखेँ एक्स्ट्रा क्या बफको मासु रहेछ है यहाँ माथि सेकेको है मुनिबडी आगो फ्लेम है गरेर मुनि दौराबाट मजाले सेकेको क्या बफको मासु मजाले सेकिरहेको रहेछ देख्नु हुँदैछ नि दामी क्या तपाईँको बफ आइटम्स पाउने जग्गा रहेछ है यो चाहिँ लोकल रक्सी अरे यो चाहिँ बफको अचार यसरी बनाएर दिनु हुँदो रहेछ है हुन्छ दामी क्या अब बफको अचार देख्नु हुँदैछ अनि यो चाहिँ के हो अलिकति पचाउने बफको है यो पचाउने बफको दामी क्या मिठो खाउ लाग्दो म भेज पनि म चाहिँ खाँदिनँ है यो बफको खुट्टा अनि बफको मोमो है यहाँनिर चाहिँ फेरि हल्का लोकल यो है भाती निगार आमा हाल्नुहोस् त सर निगार देख्नु हुँदैछ नि यहाँ टोटली लोकल आइटम्स बफको मात्रै खानुहुन्छ भने चाहिँ तपाईँहरू बाङ्गे बजारभित्र चाहिँ यो बफ आइटम्स भन्ने दोकानमा आउनुहोस् टोटली बफ आइटम मात्रै पाउनु दामी क्या यहाँनिर चाहिँ अब दौरा तातिँदैछ तेल पस्यो है यो केसको हो पर्क रेडी छ यो अब हेर्नुहोस् है ढुङ्गामा है दौरामा अर्कै भाइब छ क्या हेर्नुहोस् ल टक्कै दामी पर्क के हेर्नुहोस् अब फ्रेस अनि अर्ग्यानिक अनि गोर्खे कल्चर पर्क देख्नु हुँदैछ नि खतरा क्या खतरा यहाँ देख्नु हुँदैछ है फ्रेस खानु मन छ भने चाहिँ यो दोकानमा आउनु सक्नुहुन्छ है यो चाहिँ उयोला है रक्सी पनि पाक्दैछ यहाँनिर रक्सी देख्नु हुँदैछ यहाँनिर है प्योर रक्सी बनेको यहाँनिर है
दामी क्या पर्कको देख्नु हुँदैछ नि हजुर कसरी बन्छ भने बिर्सिसके देखाउनु कि बेच्नु मात्रै होइन देखाउनुको लागि पनि है यो रक्सी चाहिँ यहाँनिर प्योर रक्सी यहीँ बनाएर बिक्री हुँदैछ है यो पर्क सेक्वा यहाँनिर हुँदैछ ढुङ्गामा दामी क्या अनि तपाईँको यो दौरा यो चाहिँ के हो यहाँनिर दौराको चुलामै छ अब तपाईँले यो दौराको चुलामा पाके यहाँ चाहिँ के पाकेको छ चिकन फ्राई गरेको छ है अहिले पानी तताउँदो रहेछ है जाँडको लागि तोङ्बाको लागि दामी क्या अब गोर्खे भाइस पाउनुहुन्छ तपाईँहरूले होइन मामाले तोङ्बा खाएर बसेको ए रक्सी लोकली फेरि लोकल रक्सीदेखि यहीँ बनाएको है कोदोको यहीँ बनाएको रक्सी लोकल है उयो निगार खानु हुँदैछ दामी छ लोकल भाइब्स छ होइन रक्सी चाहिँ यस्तोमा देख्नु लोकल रक्सी एक गुट गरिदिउँ त लु एक गुट हिँडाइदिउँ त यहीँ बनिएको रक्सी कस्तो दामी दामी यो तोङ्बा पनि देखिहाल्नु भयो लोकल टोटल्ली लोकल है यहीँ बनिएको यो दोकानमा आएर मजाले इन्जोय गर्नु सक्छ यहाँ पनि बसिरहेको छु इन्जोय गर्दैछ है ए रेडी छ है यहाँ चाहिँ टोटल्ली लोकल भाइब्स छ क्या खतरा छ दामी क्या फेरि हाम्रोमा मामा के छ यो चाहिँ के हो मामा तोङ्बा हेलो थ्याङ्क यू भेरी मच तोङ्बा र चिकन चाहिँ खानुहुन्छ भने चाहिँ यहाँनिर चिकन तोङ्बा खानु चाहिँ यो दोकानमा आउनुहोस् मजा आउँछ क्या यो तपाईँको ससेस सेक्वा है यो चिकन सेक्वा यहाँ खानुहुन्छ नि यो नवीनकोमा दोकानमा आएर खानु सक्नुहुन्छ है त्यसै पनि यसको मिठो हुन्छ यसले दामी बनाउँछ है यहाँदेखि सब सेक्वा रेडी छ क्या बनिँदैछ है यहाँनिर रेडी छ सेक्वा चिकन आइटम चाहिँ उहाँकोमा खानु सक्नुहुन्छ दामी दामी छ है यो चाहिँ के भने यो खुकुरी चाहिँ एक हातले चाहिँ उचाल्नुपर्छ उचाल्यो भने चाहिँ 1000 रुपियाँ 1000 रुपियाँ ए देख्नु हुँदैछ है यो एक्स्ट्रा गेम छ खुकुरी पनि कतिलो छ म चाहिँ अब यहाँ बाङ्गे बजारबाट निस्केको तर म बाङ्गो हुँदा चाहिँ निस्केन है म चाहिँ देखाउनु मात्रै खोजेको थिएँ किनकि म मासु पनि खाँदिनँ रक्सी पनि खाँदिनँ है बाङ्गे बजार भन्दै मात्नुको लागि चाहिँ होइन क्या बाङ्गे बजारमा आएर चाहिँ आफ्नो ट्रेडिसनल रक्सीहरू खानुहोस् किन कतिवटा रक्सीहरू जिउको लागि राम्रो हो क्या हाम्रो अर्ग्यानिक रक्सीहरू खानुहोस् इन्जोय गर्नुहोस् तर यही भन्न चाहन्छु कि मातेर झगडा गरेर चाहिँ बाहिर ननिस्किनुहोस् है बाङ्गे बजारको इन्जोय गर्नुहोस् आउनुहोस् एकपल्ट भिजिट गर्नुहोस् गोर्खे मेलाको बाङ्गे बजार रमाइलो भइरहेको छ केटाहरूले है गोर्खे मेलाको भाइब छ कालिम्पोङमा चाहिँ तपाईँको ब्युटिफुल हाउस क्या गोर्खे मेला कालिम्पोङ है